सिस्टर आइडी त मोनिटाइज गर्ने कि तर के कन्टेन्ट बनाएर पैसा कमाउनु भनेर प्रायले मलाई क्वेसन गरिरहनु भएको हुन्छ। उहाँहरूको लागि चाहिँ मेरो यो सानो सुझाव है त, हजुरहरूले आफ्नो काम सँगसँगै टिकटकमा हाल्ने कन्टेन्ट पनि यसरी पाउनुहुन्छ। यो कुरा चाहिँ पूजा दिदीले पनि भनिरहनु भएको हुन्छ जापानबाट। उहाँले पनि कति धेरैलाई हेल्प गरिदिँदै हुनुहुन्छ आइडी मोनिटाइज गरिदिएर। उहाँ त मेरो फेभरेट पर्सन हो। यसरी जे गर्दाखेरि पनि हजुरहरूले मोबाइल राख्न पर्यो अगाडि, अनि हजुरहरूले आफ्नो काम ढुक्कले गर्नुहोस् क्या, पछि एडिट गर्न पनि सजिलो। अनि जे भिडियो बनाउँदाखेरि पनि टिकटकको क्यामेराबाट बनाउनु, रोक्न पनि एकदमै सजिलो छ। टिकटकको क्यामेरा जति सजिलो चाहिँ भिडियो बनाउनको लागि मलाई अरू चाहिँ कुनै पनि लाग्दैन। अनि पछि भोइस कभर गर्न पनि उत्तिकै सजिलो छ। घर सफा गर्दै हुनुहुन्छ भने क्यामेरा राखिहाल्ने, सफा गर्ने। केही पकाउँदै हुनुहुन्छ भने पनि टक्क क्यामेरा राख्ने, पकाउन सुरु गर्ने। एडिट पछि फुर्सदमा हजुरले गर्न सक्नुहुन्छ। आफ्नो काम पनि भयो, टिकटकमा हाल्नलाई कन्टेन्ट पनि भयो। यसरी हजुरहरूले आफ्नो कन्टेन्टलाई अगाडि बढाउन सक्नुहुन्छ। अनि प्राय यस्तो ब्लगिङहरू चाहिँ सबैले एकदमै रुचाइदिरहनु भएको हुन्छ। मेरो पनि गीतहरूमा भन्दा यो ब्लगिङ टाइपको भिडियोहरूमा चाहिँ धेरै नै भ्युज आउने गरेको छ र हजुरहरूको पनि आउँछ। अब कस्तो बनाउँछ मान्छेले घर, कस्तो पकाउँछ होला खानेकुरा भनेर सबैले हजुरको भिडियो अन्तिमसम्म हेर्नुहुनेछ।